So here guys, welcome to the another vlog. आज चाहिँ हामी रक गार्डन जान्छौँ हैन। मेरो वाइफ चाहिँ रक गार्डन जाने हो। अनि यो भिडियो चाहिँ तपाईहरुलाई रक गार्डनको भ्यूजहरु हैन, त्यहाँको भ्यूहरु कस्तो छ हामी तपाईहरुलाई एक्सप्लोर गर्नेछौँ हैन। र यहाँ चाहिँ मेरो बुढी उ पनि रक गार्डन जानुको लागि अस्तिदेखि नै भनिरहेको थियो हैन। ठिकै आज त्यस्तै सन्डेको टाइम पर्यो हैन, सन्डेको दिन पर्यो। अन्त सबैको छुट्टी भएको बेलामा हैन, अन्त त्यसरी नै अब यो तपाईहरुलाई अब रक गार्डनको एक्सप्लोर गर्ने मौका पनि पाएँ मैले हैन। र मेरो वाइफलाई पनि त्यहाँनिर घुम्न मन लागेको रहेछ, अनि त्यहाँ लगेर जाँदैछु मेरो वाइफलाई पनि। र तपाईहरुलाई पनि भिडियो कस्तो हुन्छ के हुन्छ कमेन्टहरु पनि गरिदिनुहोस् होला हैन। र यसरी हेर्दै गर्नुहोस् मेरो भिडियोलाई हैन, लास्टसम्म हेरिदिनुहोस् होला भिडियो चाहिँ। सो अहिले भने चाहिँ हामी यो डालीमुनि हैन, जुन चाहिँ बाटो त रक गार्डन जान्छ हैन, त्यो बाटोमा हामी आइपुगिसकेको छौँ। हेलो गाइस, आज चाहिँ मलाई आज धेरै नै खुसी छु। मलाई मेरो बुढाले रक गार्डन लानुहुँदैछ घुम्नु। मलाई धेरै नै इच्छा थियो त्यहाँ घुम्नु, आज फाइनली म जानु पाउँछु। अहिले भने चाहिँ हामी ब्लुमफिल्ड टी गार्डन आइपुगिसकेको छौँ है। यहाँ चाहिँ धेरै मात्रामै रहेछ टुरिस्टहरू है। कसैनिर पनि तपाईँको घुम्ने जग्गाहरू धेरै छ, अनि तपाईँको टुरिस्टहरूले प्रायः जस्तो मन पराउने पिस होइन यस्तोहरू छ। सो फाइनली अहिले चाहिँ हामी रक गार्डन पुगिसकेको छौँ। यो तपाईँको रक गार्डन हो। फाइनली हामी चाहिँ रक गार्डन आइपुगिसकेको छौँ है। रक गार्डन त उपलब्ध छ, धेरै टुरिस्टहरू छ होइन, छ रक गार्डन चाहिँ। सो यो चाहिँ रक गार्डन जाने उकालो हो, इन्ट्री गेटदेखि उकालो है त्यो छ। रक गार्डन त यस्तो छ हो, धेरै राम्रो जग्गा छ होइन, धेरै नाइस प्लेस होइन, राम्रो छ प्लेस चाहिँ। हेर्नुहोस् हिलहरू छ यहाँ, तपाईँले यहाँ आएर ड्रेसहरू पनि लाउनु सक्नुहुन्छ हो। यहाँनिर त तपाईँ रक गार्डन आएर होइन, यहाँनिर तपाईँको ड्रेसहरू पनि प्रोभाइड गर्छ होइन। यहाँ तपाईँले यहाँ आएर ड्रेस लाउनु पनि सक्नुहुन्छ। यहाँ ड्रेस लगाएर होइन, यो नेपाली ड्रेसहरू पाउनुहुन्छ तपाईँले यहाँ। फाइनली हाम्रो म्यागी त रेडी भइसकेको छ है। सो अहिले भने चाहिँ हामी रक गार्डनको टपमा आइपुगेको छौँ है, सबसे टप तपाईँको यहाँसम्म छ यो रक गार्डन चाहिँ है। यहाँदेखि तपाईँको यहाँ यो बाटो जुन चाहिँ छ, यो बाटो यहाँबाट उयो गरेर तपाईँको बस्ने जग्गाहरू छ होइन, बस्ने जग्गा छ। र तपाईँको डाउन यताबाट जाँदा पनि हुन्छ, तपाईँको डाउन नभए जुन चाहिँ यो बाटो छ यो बाटोबाट जाँदा पनि हुन्छ। र हामी यताबाट आए पहिले भर्खर होइन, यो जग्गाहरू तपाईँहरूलाई एक्सप्लोर गरिसकेको छु। अब यो
यो जग्गा छ तपाईँहरूलाई एक्सप्लोर गर्नुपर्ने यो जग्गाहरू तपाईँहरूलाई देखाउँदै हामी जानेछौँ। हेर्नुहोस् तपाईँहरूको अब यो पहिलाको एन्सियन्ट होइन तपाईँहरूको चक्की, यसलाई चक्की भन्छ नेपालीमा चाहिँ होइन, कसरी चामल आँटा पिसेर खान्थ्यो होइन पहिला। सो अहिले भने चाहिँ हेर्नु सक्नुहुन्छ होइन, हाम्रो यो पनि तपाईँको एन्सियन्ट उयसमै आउँछ। हेर्नुहोस् रक गार्डनमा तपाईँको यस्तोहरू पनि देख्न सक्नुहुन्छ तपाईँहरूले। र तिमीलाई कस्तो लाग्यो यो प्लेस? के भन्नु चाहन्छौ हाम्रो भ्युअर्सहरूलाई? जग्गाहरू मजाको छ, घुम्ने जग्गाहरू मजाको छ। त्यहाँनिर आएर तपाईँहरू घुम्नु पनि सक्नुहुन्छ, धेरै मजाको जग्गा छ। मलाई त दामी लाग्यो, अब तपाईँहरूलाई कस्तो लाग्छ? सो हेर्नुहोस् गाइस, यहाँ चाहिँ यस्तो छ हो, यहाँ तपाईँको कमलको फुल छ। हेर्नुहोस् यस्तो छ भ्यू झर्दै। सो अहिले भने चाहिँ हामी यहाँबाट होइन निस्किनु लागेको। अब तपाईँहरूलाई सबै कुरा एक्सप्लोर गरिसकेको छौँ होइन। अब त्यो हामी तपाईँहरूले हेरेर होइन तपाईँहरू आएर भिजिट गर्नु पनि सक्नुहुन्छ। यो प्लेस राम्रो छ तपाईँहरूको लागि होइन, यो तपाईँहरू आएर यहाँनिर मस्ट भिजिट गर्नुहोस् होला, राम्रो छ प्लेस होइन। र जति पनि मेरो भिडियो हेर्ने भ्युअर्सहरूलाई होइन यो भिडियो कस्तो लाग्यो के लाग्यो होइन कमेन्ट गरिदिनुहोस् होला। सब्सक्राइब जसले सब्सक्राइब गरिदिनु भएको छैन होइन तिनीहरूले सब्सक्राइब गरिदिनुहोस् होला। र फेरि पनि हामी यस्तै भिडियो लिएर आउनेछौँ होइन हजुरहरूको अगाडि। अनि हजुरहरूले लाइक, सेयर, कमेन्ट अनि सब्सक्राइब गरिदिनुहोस्, नबिर्सिनुहोस् होला है। हस् त, थ्याङ्क यू।